हेलो नमस्ते हजुरहरूलाई स्वागत छ राकेश विजुली युट्युब च्यानलमा। आशा छ हजुरहरूलाई यो भिडियो राम्रो लाग्छ होला। आज चाहिँ हामी ग्लोबल हाउसको भिजिट गर्न गइरहेको छौँ। के कस्तो लाग्छ अन्तमा गएर प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला है त। बाहिर पनि यतिकै स्पेस छ। हेर्न सक्नुहुन्छ यस्तो दामी छ चेयरहरू। बुकारेस्टको नै नम्बर 1 मा पर्छ होला सायद। यहाँ टक्क बार छ कफीहरू खानको लागि। ककटेल मकटेल सब पाइन्छ। यतातिर वाइन छ, यता फ्रिज। यहाँभित्र पनि बस्ने स्पेस छ। तपाईँको यता चाहिँ यो भित्र चाहिँ किचन छ अनि यो तल पनि ठाउँ छ के। यस्तो दामी वाउ, यस्तो दामी ठाउँ छ। हजुरहरूले डिजे सिजे सब। यहाँ फेरि अर्को बार पनि छ। दामी छ के। रोमानियामा खोलेको नेपालीहरूको रेस्टुरेन्ट मध्ये सबसे दामी भनेको यही लागिरहेको छ मलाई चाहिँ। ओके, हजुरहरूलाई के कस्तो लाग्छ भिडियो हेरिसकेपछि लाइक कमेन्ट, अन्तमा सब्सक्राइब नगर्नु हुनेले सब्सक्राइब गरिदिनको लागि विनम्र अनुरोध गर्दछु। ओके, हजुरहरू जहाँ हुनुहुन्छ मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, आनन्द रहनुहोस्, खुसी रहनुहोस्। हस्त नमस्ते।